हेलो गाइस, गुड मर्निङ एन्ड फेरि पनि वेलकम ब्याक टु माई ब्लग होइन। अब धेरै पछि फेरि पनि मैले भिडियो बनाएको छु होइन। र आज चाहिँ म कसको बारेमा भिडियो बनाउँदा गइरहेको थिएँ भन्दाखेरि होइन, मैले चाहिँ लगभग 3-4 दिन अगाडि चाहिँ यहाँ चाहिँ क्रेडिट कार्ड एप्लाई गरेको थिएँ र सो फाइनल्ली मैले चाहिँ क्रेडिट कार्ड पाएको छु होइन। क्रेडिट कार्ड आएर पनि म रुममा थिएन नि त, त्यही भएर चाहिँ फर्केको रहेछ। अब म त्यो क्रेडिट कार्ड लिन जाँदैछु होइन। मैले योभन्दा अगाडि पनि जापान आउने बित्तिकै क्रेडिट कार्ड एप्लाई गरेको थिएँ। त्यही बेला चाहिँ मलाई दिएको थिएन होइन। अब म भर्खर आएको थिएँ नि त, अनि त्यही भएर चाहिँ दिएको थिएन। अनि त्यस पछाडि चाहिँ मेरो भिजा सकेको थियो, अनि भिजा पनि धेरैको आएन, 4 महिना मात्रैको आयो। अनि त्यसपछि फेरि पनि मैले भिजा रिन्यू गर्ने हो होइन। अनि रिक्समै गरेको थिएँ मैले होइन। अब 4 महिनामा दिँदैन नगर, भिजा थोरै भएकोलाई दिँदैन भनेको थिएँ। अनि त्यसै पनि 4 महिनाको मात्रै भिजा, अनि फेरि 6 महिना पछाडि फेरि पनि गर्न मिलिहाल्छ भनेर चाहिँ गरेको थिएँ। र फाइनल्ली चाहिँ मलाई अहिले राकुतेन क्रेडिट कार्ड दिएको छ होइन। यो चाहिँ मैले जुन सिम चलाउँछु मैले त्यसैको चाहिँ क्रेडिट कार्ड एप्लाई गरेको थिएँ। र पछि धेरैको क्यान्सल भइरहेको थियो नि त होइन। अब यसको अनि मैले पनि अब जे हुन्छ पाएँ ठिकै छ होइन, अब नपाए पनि ठिकै छ, अब के गर्नु भनेर गरेको थिएँ। र फाइनल्ली चाहिँ मैले क्रेडिट कार्ड पाएँ होइन। क्रेडिट कार्ड भयो भने अलिकति सहज हुन्छ होइन। अब त्यही त हो नि, पैसा नपाएको बेला पनि योबाट चलाऊँ भन्ने चाहिँ हुन्छ होइन। अनि र म अहिले चाहिँ त्यही क्रेडिट कार्ड लिन जेपी पोस्ट जाँदैछु। म अघि रुममा थिएन नि त, म कलेज गएको थिएँ, त्यति बेला चाहिँ आएको रहेछ। तपाईँको 10-54मा आएको रहेछ, मेरो चाहिँ 12 बजीसम्म थियो क्लास, त्यति बेला चाहिँ मैले लिन पाएन। अनि फेरि अरू सामान त छोडिदिन्थ्यो होइन, अब यो बिलहरू खामीहरू छोडिदिन्थ्यो, तर क्रेडिट कार्ड चाहिँ छोड्दो रहन्छ होइन। यो चाहिँ मान्छे नै चाहिँदो रहेछ। सो अब चाहिँ म त्यो लिन जाँदैछु। र क्रेडिट कार्ड पाइसके पछाडि चाहिँ अब हेरौँ, अब त्यो त्यही त हो नि, अलिकति सहज हुन्छ क्रेडिट कार्ड भयो भने होइन। पैसा अब त्यही त हो नि, बाहिर गए सधैँ पैसा हुन्छ भन्ने हुँदैन। त्यति बेला चाहिँ क्रेडिट कार्डबाट चाहिँ चलाऊँ, अनि फेरि अर्को महिनातिर भन्ने हुन्छ। र लगाइस म चाहिँ अहिले जाँदैछु होइन। अब चाहिँ यो यहीँ अगाडि अगाडिको जेपी पोस्टमा गएर चाहिँ यो पेपर दिने, अनि मेरो सामान आएर फर्केको रहेछ भनेर चाहिँ उसले चाहिँ दिन्छ होइन, नम्बरसम्म हानेर। त्यही नै हो गाइज। गाइज हेरौँ न, यहाँ विदेशको सिस्टमेटिक टक्क लाएर पार्किङ एरिया पनि कति सानो छ, ठ्याक्क मिलाएर राख्ने क्या गाडीहरू पनि होइन। डिसिप्लिन हो नि त यो होइन। अब नेपाल भइदिएको भए आमा यो त्यो गल्लीमा पनि चिराइदिन्थ्यो होइन गाडी, तर यहाँ चाहिँ आफ्नो पार्किङ एरिया पार्किङ स्पेसमा टक्क मिलाएर होइन। ल हेरौँ त। तर जापानमा चाहिँ प्रत्येक घरमा चाहिँ साइकल चाहिँ हुने क्या, गाडी भयो भने खासै युज नहुने होइन। सबैजनाले काम गर्छ नि त यतातिर, अनि त्यही भएर चाहिँ प्रत्येकको घरमा लगेर न साइकल एउटा दुईवटा हुने क्या। अब सबै ठाउँमा त जाँदिनँ नि त, कतिपय कामहरू ट्रेन चढेर जानुपर्छ नि त, अनि त्यही भएर चाहिँ त्यति बेला चाहिँ गाडीभन्दा पनि साइकलमै जान्छ कि मान्छेहरू होइन। गाडीहरू यसरी पार्किङ गर्ने हो त्यहाँ अगाडि पार्किङ एरियामा। अब गाडी यहाँ पार्किङ गरेर अनि त्यस पछाडि के गर्नु, अनि त्यस पछाडि स्टेसनसम्म त जानु पऱ्यो, अनि चाहिँ साइकलमा जान्छ कि मान्छेहरू। गाडीहरू यत्तिकै थन्काउने यहाँ पार्किङ स्पेस हुँदैन नि त यतातिर, खासै जता पाए त्यतै राख्दैन पार्किङ, चाहिँ एउटा लिमिटेसन हुन्छ। त्यही नै गाइज है। अब मलाई यहाँदेखि लगभग तपाईँको 4 देखि 5 मिनट लाग्छ पुग्न। र अलिकति एक्साइटमेन्ट पनि छु म होइन, किनभने चाहिँ म जन्मेदेखि अहिलेसम्म चाहिँ मेरो फर्स्ट क्रेडिट कार्ड हो नि त होइन। मैले अब नेपाल हुँदा पनि क्रेडिट कार्ड युज गरेको थिएन, र विदेश आएर गर्नु लेखेको रहेछ होइन। अब त्यो क्रेडिट कार्ड एप्लाई युज गरेर होइन, अब आफूलाई चाहिने सामानहरू के छ होइन, त्यो इमर्जेन्सीको बेलामा होइन, पैसा नभएको बेलामा धेरै युज दिन्छ होइन क्रेडिट कार्डले चाहिँ। तर यो स्टुडेन्टमा चाहिँ धेरैले पाउँदैनन् होइन, किनभने स्टुडेन्टलाई अब त्यही त हो नि, सबै हेर्छ क्रेडिट कार्ड दिँदाखेरि यसले तिर्न सक्छ कि सक्दैन होइन। अनि चाहिँ त्यही भएर धेरैले पाउनुहुन्न, इभन होइन मैसँग एप्लाई गरेकोले पनि पाएन होइन। अब यो मेरो लक भनौँ के भनौँ, मेरो फेरि एक त भिजा पनि थिएन क्या, 4 महिनाकोमै दियो होइन। अब कतिपय मान्छेहरू त अब भिजा नभएर दिँदैन नि त क्रेडिट कार्डहरू, मोबाइलहरू होइन, किस्तामा निकाल्न पाउँदैन होइन। अब मोबाइल किनिदिने, भिजा थोरै छ भने त मान्छे भागिहाल्छ नि, अब नेपाल फर्क्यो भने त अब त्यसलाई सोध्न जाने पनि भएन होइन। अनि त्यही भएर चाहिँ दिँदैन सिद्धि। तर खै अब मेरो लक नै भनौँ न, 4 महिनाको थियो, मेरो फेरि भिजा आउने दिने नै गरेको थिएँ कि मैले, त्यस दिन मेरो काम पनि थिएन। अनि यहाँ जे हुन्छ गरिदिन्छु एकचोटि, अनि दिन्छ नदिए ठिकै छ नि त, फेरि 6 महिना पछाडि गरौँला भनेर चाहिँ दिएको थिएँ, अनि ठ्याक्कै दिइहालेँ मेरो चाहिँ। र म आज फर्स्टचोटि
क्रेडिट कार्ड अब आफ्नै क्रेडिट कार्ड चाहिँ मैले अब बोक्छु होइन। फर्स्ट टाइम गएर यो चाहिँ टक्क पार्कमा अब जापानिजहरू मस्त बसिरहन् होइन। तर खासै युज हुँदैन यो पार्कहरू होइन। तर कस्तो राम्रोसँग म्यानेजमेन्ट चाहिँ एकदम राम्रो क्या, सफाइ एकदम राम्रो होइन। त्यही नै गाइज अब म चाहिँ त्यो ठुलो बिल्डिङ छ नि हो त्यहाँनिर चाहिँ गएर चाहिँ दिन्छु होइन। अब यो के भन्छ अब त्यहाँ सामान रहेछ भनेपछि त्यहीँ दिइहाल्छ होइन भने चाहिँ तर तेरो सामान यहाँ छैन त अन्त जानुपर्छ भन्यो भने फेरि अब कहाँ दौड्नु पर्ने हो। त्यही चाहिँ फेरि यहाँ जापानमा अब सिस्टमहरू अनुसार चल्छ, बिना रुल एन्ड रेगुलेसन हुँदैन। नेपाल जस्तो भइदियो भए दाइ घरमै ल्याइदिनु न भन्ने हुन्थ्यो, अब त्यस्तो हुँदैन। र अब यता पनि लगभग जाडो सकिन लाग्यो। दिउँसो घाम लाग्न लाग्छ होइन। अब जाडो सकिन लाग्यो। बिहान -4 थियो, हिउँ पर्छ होला भनेको आज परेन। अब लगभग अर्को महिनादेखि गर्मी सुरु हुन लाग्छ। यताको र नेपालको मौसम लगभग उस्तै हो। नेपाल पनि बिस्तारै गर्मी सुरु हुँदै जान्छ, यता पनि एउटै हो होइन। त्यही भनेको थिएँ ल हेर्नु त यो सबै साइकलहरू हो। साइकल यति धेरै हुन्छ जापानमा होइन। प्रत्येक मान्छे हो क्या साइकल चढ्ने। एउटा फ्यामिलीमा केही नभए पनि 2वटा साइकल त हुन्छ क्या। अब बुढाबुढी दुइटाले काम गर्छन् होइन। अब बुढाले गाडी लिएर गयो भने पनि अब बुढी त साइकलमा काममा, त्यही त हो नि। यस्तो बुढाबुढी पनि काम गर्छन् होइन। त्यही त देश पनि विकास छ। अब के गर्नु, हाम्रोमा एक त कामै पाउँदैन देशमा। अब बुढाबुढी त त्यस्तै, युवाले त काम पाउँदैन, बुढाबुढीको त के आश मान्नु होइन। तर यहाँ चाहिँ त्यस्तो हुँदैन। यहाँ चाहिँ 80, 85, 90 वर्षसम्मकोले पनि काम गर्छ क्या। सेल्फ डिपेन्डेन्ट छ नि त यतातिर होइन। आफूले कमाउने, आफैले खर्च गर्ने हो जस्तो छ क्या यतातिर। सबै आफ्नो पेहरू पनि अब खाएर तिर्दाखेरि पनि सबैले छुट्टै तिर्छ क्या। चाहे गर्लफ्रेन्ड बोयफ्रेन्ड होस्, चाहे जेसुकै होस्। अब सानो बच्चाहरू छ भने त आमा बाबाले तिर्दिनु, नत्र भने आफ्नै पैसा तिर्छ क्या। लगायत म चाहिँ अब आइपुगेँ होइन जेबी पोस्टमा। अब चाहिँ म भित्र जान्छु होइन। भित्र चाहिँ भिडियो बनाउनु मिल्दैन होइन। यहाँभित्र अलिकति टाइट छ। अनुमति बिना अर्काको भिडियो खिच्यो भने तपाईँले न्युजहरू सुन्नुभयो होला, कति पैसा तिर्ने यहाँ भइरहेको। त्यही भएर चाहिँ यहाँ चाहिँ एकदम टाइट छ। ल गाइस म चाहिँ अहिले अब क्रेडिट कार्ड दियो भनेपछि हजुरहरूलाई फेरि पनि क्रेडिट कार्ड त दियो भने भिडियो बनाउँछु ल गाइस। त्यही नै हो। ल गाइस म फाइनली निस्किसकेँ। र एउटा दुःखको कुरा के छ भन्दाखेरि यहाँको पोस्टमा चाहिँ मेरो एटिएम रहेनछ होइन। अनि अर्को पोस्टमा जा भन्यो होइन। अब त्यो जानलाई फेरि अलिक टाढा नि त। मैले फेरि मेरो कलेज भएको ठाउँबाट नि एप्लाई गरेको थिएँ। अब फेरि ट्रेन चढेर जाऊ होइन। अनि फेरि अब त्यहाँबाट हिँड्न पनि पर्दो रहेछ ट्रेन झरेर। अनि त्यही भएर चाहिँ म गएन होइन। अनि मैले फेरि यो स्क्यान यहाँ हुँदो रहेछ। अनि त्यो स्क्यान गरेर अनि फेरि पनि म चाहिँ मलाई रुममै ल्याइदिएँ भनेर चाहिँ भनेको छु होइन। अब आज चाहिँ 6 बजीदेखि 8 बजीको बिचमा अनि फेरि पनि आउँछ मान्छे होइन। त्यो बेला चाहिँ घरमै बसियोस्, त्यो बेला त भएनस् भने अनि फेरि पनि फर्किन्छ भनेर भन्दै थियो। अब मेरो आज काम छैन नि त, तर त्यो टाइममा म रुममै हुन्छु। र फेरि मलाई चाहिँ होइन अब त नजा त किन दुःख पाउँछस्, रुम सर्भिस छ भनेर भन्यो होइन। किन त्यहाँ अब फोकटमा पैसा लाग्छ होइन, किन जान्छस्, तँलाई फेरि पनि आजै नै चाहियो भने फेरि स्क्यान गर अनि त्यसपछि लिएर अनि फेरि रुममै आउँछ 6 बजीदेखि। मैले चाहिँ 4 बजीदेखि बनाएको थिएँ। अनि 4 बजी चाहिँ हुँदो रहेछ। अब फेरि उनीहरू सामान छोडेर अब धेरै ठाउँ सामान छोड्नु जानुपर्छ नि त। अनि 4 बजी चाहिँ भएन, मानेन। त्यही भएर चाहिँ 6 बजी म फेरि पनि मेरो सामान आउँछ होइन। अब चाहिँ मैले कार्ड अब आज त आजै पाउने भयो, तर 6 बजी पाउने भयो गाइस। त्यही नै हो होइन। अब त्यहाँबाट हिँड्दै आएको अलिकति दुःख चाहिँ पाइयो, केही छैन। अब चाहिँ अब म फेरि पनि रुम फर्किँदैछु। अब चाहिँ रुम फर्केर नुहाइधुवाइ गरेर कपडाहरू धुनु छ आज होइन। अब कपडा धोएर अब काम छैन, के गर्नु, बेरोजगारी पऱ्यो है। अब काम अब यतातिर टाइट गरिरहेको छ। अब ब्याङ्क क्यास त छ, यहाँ क्यास चाहिँ अलिकति गरेको छैन मैले होइन। धेरै भयो ब्याङ्क क्यास चाहिँ लगभग तपाईँको 2 महिना भइसक्यो मैले नगरेको। भिसा पनि थिएन र ह्यान्ड क्यास अब बिना छेउ खाएँ होइन। अब साथीले नभन्दा बेरसम्म दिँदैन ह्यान्ड क्यासहरू। अब अहिले जापानमा टाइट गरिरहेको अनि त्यही भएर पनि अब गाह्रो चाहिँ ठिक छ, चलाउँ जसरी चल्ने चलाउँ। अब अरू 2 वर्ष छ। अनि 2 वर्ष सकिसके पछाडि वर्किङ लागिसके पछाडि अलिक सहज होला होइन। स्टुडेन्ट लाइफ अलिकति गाह्रै छ, स्ट्रगलहरू धेरै छ होइन। त्यही त हो नि। अब जुनसुकै ठाउँमा पनि स्ट्रगल त हुन्छ नै, जापानमा त नभएर युएसए अमेरिका होइन, नेपालमै पनि थियो स्ट्रगल चाहिँ। अब
त्यही हो अब यहाँ चाहिँ स्ट्रगल गरेको काम गरेको अनुसार पैसा सैसा आउँछ के अरे होइन। अब नेपालमा चाहिँ त्यस्तो थिएन। नेपालमा चाहिँ जति काम गऱ्यो भने स्यालेरी उही आउँथ्यो। यहाँ चाहिँ पर हावरले दिन्छ नि त, पे दिन्छ। त्यही नै हो गाइज होइन। अब अलिकति दुःख पनि छ होइन, अलिकति पैसा पनि छ। त्यही नै हो, अलिक दुःख हुन्छ भनेर पनि आएको गाइज। त्यही नै हो। अब चाहिँ म रुम फर्किन लाग्यो होइन। अब चाहिँ साँझै पाइने भयो कार। गाइज बाई बाई, हेभ अ गुड डे। फाइनली मैले दिउँसो भनेको थिएँ नि त होइन, मैले चाहिँ राकोतेन कार्ड चाहिँ पाएँ, क्रेडिट कार्ड चाहिँ होइन। रुममै आयो होइन। मैले 6 देखि 8 को बिचमा भनेको थिएँ, लगभग 6:30 बजी चाहिँ आइपुग्यो होइन। मेरो चाहिँ फर्स्ट क्रेडिट कार्ड होइन अहिलेसम्मकै। ल यसलाई चाहिँ टक्क ओपन गर्छु म होइन। लिमिट चाहिँ कतिको दिएको छ मलाई त्यो चाहिँ थाहा छैन। मेबी 1 लाख दिनुपर्ने होइन सुरुमा चाहिँ। बिस्तारै चलाउँदै गइसकेपछि चाहिँ बढ्दै जान्छ भन्दै थिएँ। यो सबै च्याप्टरमा के लेखेको छ ल गाइस होइन। मैले चाहिँ डिजाइन यो चुज गरेको थिएँ, मास्टर कार्ड होइन। ल मेरो क्रेडिट कार्ड चाहिँ यही हो होइन। अनि त्यसमा 1 लाखै दियो जस्तो छ यहाँ चाहिँ। ल गाइस यही नै हो होइन। अब अरू त यहाँ अब पेपरहरू छन् के छन् थाहा नै छैन। ल फाइनली चाहिँ मैले मेरो क्रेडिट कार्ड पाएँ। ल गाइस